गाइस आज चाहिँ हामी मलेको टुर जान्छौँ होइन अनि हाम्रो साथी यता बिन्ता साथी छ यता रन्जिता छ हाम्रो सब इभिनिङ मर्निङका साथीहरू सब उता हाम्रो निरज सर भ्लग बनाउँदै हुनुहुन्छ होइन सबजना यहाँ यो हेलमेट र उ लगाएर बसिरहेको छ यसलाई के भन्छ है अनि हाम्रो साथीहरू सब हरि यही भएर बसेछन् है अब एकछिनमा हामीले खाजा खायौँ अब एकछिनमा हामी सबजना निस्किन्छौँ हाम्रा यहाँ साथीहरू छन् हेलो गाइज बिन्ता कस्तो लागिरहेको हाम्रो साथीहरू छन् हेलो गाइज हेलो मिस नेपाल अर्को पनि भ्लग तिमी मिस नेपाल म मिस्टर फ्रेसर जोडिया कस्तो लागिरहेको तिमीहरूलाई मेरो नि युट्युब च्यानल छ नि कस्तो लागिरहेको तपाईँले मलाई एकदम रमाइलो लागिरहेको तिमीलाई कस्तो लाग्नु पर्यो ल भन त म त जाडो भइरहेको तिमीलाई कस्तो लागिरहेको अच्छा इन्डिया आएर अब चाहिँ हाम्रो गाडी स्टार्ट भइसकेको छ गाइस अब हामी सब जानेछौँ गाडीमा चढिसक्यौँ तिम्रो नाम बहिनी परिचय पाम के हो तिम्रो नाम बहिनी परिचय पाम हिमाल जस्तै रहेछौ तिमी बिहार हट भएर ब्युटी भएर तिमी क्युटी भएर हामी हेरेको ससुराली देखेपछि साली मन पर्यो ए ससुराबा मलाई साली मन पर्यो लौरा ससुराबा मलाई साली मन पर्यो नाटै मन पर्यो आन्टी लभर आयो हामी सुरुङ मार्ग हुँदै नागढुङ्गा निस्किँदा पनि थानकोटबाट हिँडिसक्यौँ हाम्रो यहाँ दुईटा जुम्ल्या दाजुभाइहरू छन् कस्तो लागिरहेको यता हुनुहुन्छ हाम्रो नेपाल दाइ के भने सन्चै छ भने तिर्खामा लाग्यो पसिना छुट्यो कन्केले बुझाउनी धेरै आउँछन् मन खोज्ने मायालुलाई कहाँ भेटिएला बुझेनौ तिमीले मेरो र फाइनली हामी कहाँ आइपुगेका छौँ हामी बस्ने ठाउँमा आइपुगेका छौँ गाइस आज चाहिँ हाम्रो जियोलोजी फिल्ड भिजिटको सेकेन्ड डे छ नि हामी चाहिँ बिहान आज 7 बजी उठेर सबजना यहाँ ब्रेकफास्टको लागि आइसकेका छौँ अनि हाम्रो साथीहरू छन् मोबाइल हेर्दैछन् कोही यता हाम्रो पासको केटाहरू यता छन् गाइस हाम्रो राजन हजुर हाम्रो राजन दा यता हुनुहुन्छ कस्तो लागिरहेको तपाईँलाई ए मलाई त एकदम रमाइलो लागिरहेको अनि हाम्रो यहाँ सन्दीप भाइ हुनुहुन्छ होइन भाइ गाइस अहिले चाहिँ हामीले ब्रेकफास्ट गरेर आइसकेका छौँ होइन अब एकछिनमा हामी चेपाङ हाइवेतिर जान्छौँ अनि हाम्रो साथीहरू यता छन् है कस्तो लागिरहेको हाम्रो यो 3 जना आफ्नो हाम्रो उहाँ ललिता म्याम हुनुहुन्छ उहाँ एकदमै ट्यालेन्टेड एकदमै राम्री म्याम अनि यता अर्को अनिसा म्याडम हिजो बेलुका रन्जिता के भयो गाइस अहिले चाहिँ हामी यो यहाँनिरको यसो फिल्ड भिजिटमा यो ढुङ्गाको बारेमा रकको बारेमा यहाँ फोल्डको बारेमा पढेर अब यसो रिसर्च गरेर निस्किसकेका छौँ यता हाम्रो हुनुहुन्छ सोहम सर अनि हाम्रो म यहाँ छु गाइज होइन अनि
पछाडि करेसाबारीबाट चाहिँ हाम्रो पिस्किला आइरहनु भएको छ। कस्तो लागिरहेछ पिस्किलालाई? उसलाई रुगा लागेछ। अनि हजुरलाई कस्तो लागिरहेछ? हाम्रो यहाँ विनिता बजगाई हुनुहुन्छ। घाम लाग्दो रहेछ। तिमीलाई यहाँको मौसम कस्तो लागिरहेछ? आहा मर्निङ फ्रम यो कहाँ हो रे? यो ठाउँ हो रे? के अरे मुगु भन्छ चापागाई अरे के चेपाङ हाइवे। धादिङ जिल्लामा रहेको एक सुन्दर ठाउँको ढिस्को यो ढुङ्गाको ढिस्को। हामी यो ढुङ्गाको पहिला हेर्दा यो ढुङ्गा केही जस्तो लाग्दैन थियो। अहिले हामीले जियोलोजी पढेपछि यो कुन ढुङ्गा हो भनेर हेर्ने भएका छौँ। यता हाम्रा साथी सङ्गी एक्लै रङ्गी चङ्गी। हेलो निशान्त, ऊ बोल्न चाहँदैन, केही बोल्न चाहन्छु? चाहन्छु बट अहिले फोटो खिच्न लगाइरहेको छु। दिपेश भाइ आफ्नै सुन्दरतामा व्यस्त छन्। केही बोल्नु छ? सर्दी कला होइन, यो अनिसालाई, यो गल्छीको केटी अनिसालाई धादिङको चेलीको धेरै पछाडि नजाउ ल। यता त्यो करेसाबारीमा भएको कलेजमा पढ्ने मेरा साथी करेसाबारीबाट उठेर अलिकति मिलेन के मेरो यो चाहिँ हाम्रै यो भिजिटिङ साइटको नजिकमा एउटा करेसाबारी रहेको छ जसमा तोरीहरू फलिरहेका छन्। साग पनि फलेका रहेछ, तोरी पनि। करेसाबारीमा लोटा कस्तो बल्ल सिधा लाग्यो, बल्ल हल्का सिधा होइन, हल्का शान्ति कहाँ गयो? हेलो चस्मा लगाएको थिएँ कि मागेर भिडियो बनाउन, अनि भात थियो खोल्ने बेलामा 25 रुपियाँ भनिरहेको थियो। धन्यले जिस्काएको है के भनेर समीक्षा हुनुहुन्छ। कस्तो लागिरहेको? रमाइलो आशा यसलाई त बेलुका पनि 12 बजीसम्म खान्थेँ, पनि उठेर बोल्न नसक्ने अवस्था। यता हाम्रो गाइजहरू हुनुहुन्छ। मेरो मोबाइल त गयो जस्तो। यता बारीमा हामी गफ गर्दैछौँ। यिनीहरू साथीहरू पनि संसारको जुनसुकै कुना काप्चाबाट केसिसी कलेजमा आएर यिनीहरू सबै ठाउँबाट छरिएर बसिरहेका छन्। कलेजबाट टुर ल्याएको करेसाबारीमा आगो फुकेर बस्दैछ। अर्ग्यानिक खाना खाए, करेसाबारीबाट ल्याएको दाउराबाट अर्ग्यानिक कुराको मासुका साथ, लोकल माछाका साथ उनीहरू खाएर खुसी। बाई बाई गाइज, हाम्रो यात्रा सकियो। के गर्ने, घरमा बुढी पनि खुसी पार्नु पर्ने। हाम्रो चाहिँ जियोलोजी फिल्ड भिजिट सकिसकेको छ अनि हामी चाहिँ घर जाँदैछौँ है सबजना यहाँ।